हेर्न सक्नुहुन्छ साथी। हेलो एभ्रिवान र वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज धेरै दिनपछि चाहिँ मैले भिडियो लिएर आएको छु र आज चाहिँ महाशिवरात्रि हो। सो सबैजनालाई म विश गर्न चाहन्छु भेरी ह्याप्पी महाशिवरात्रि। र आज चाहिँ हामी मन्दिर हिँडेको र कतिजना हिँडेको छौँ भन्दा चाहिँ यहाँ हेर्न सकिन्छ रेखा, सपना, राहुल भाइ अनि यता चाहिँ यी दुईजना भाइ र हामी जाँदैछ। मैले हामी चाहिँ लाल चढाइ पुग्यौँ अहिले र हजुरलाई देखाउँछु हामी कहाँ जान्छौँ के गर्छौँ भनेर। सो स्टे ट्युन है त गाइस। सो गाइस हामी चाहिँ यहाँ दुर्गा मन्दिर आइपुग्यौँ। सो गाइस हेर्न सक्नुहुन्छ यहाँ कति धेरै भिड छ मान्छेको, कति धेरै भिड छ। र अघि चाहिँ हामी दुर्गा मन्दिर गएर पूजा गरेर आएको। दुर्गा मन्दिरमा चाहिँ एलाउ रहेनछ फोन, त्यही भएर मैले हजुरलाई देखाउन पाइनँ। सो मलाई पूजा गर्ने जग्गामा चाहिँ एलाउ रहेनछ, त्यही भएर म हजुरलाई देखाउन पाइनँ। तर यो महादेव खोलामा चाहिँ म हजुरलाई देखाउँछु ल। सो यहाँ हेर्न सक्नुहुन्छ कति धेरै मान्छे र गाडी स्कुटीको भिड छ, कति धुलो यहाँ। गाइस म हजुरलाई चाहिँ मन्दिर पुगेर भेट्छु है त। गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पुरा फलफुलहरू चाहिँ यहाँ बेचिरहेको छ होइन। यहाँबाट हजुरहरू यदि यहाँ महादेव खोलामा आउनुभयो भने फलफुल दिएर चाहिँ भोग लागेर खत्तम भएछ ल। त्यही त यहाँ भाइलाई पुरा भोक लागेको छ अरे। अनि यहाँ हजुरहरू महादेव खोलामा पूजा गर्न आयो भने मतलब यहाँबाट किन्न सक्नु हुँदो रहेछ। घरबाट ल्याउनु मतलब नसके पनि यहाँ आएर किनेर पूजा गर्न चाहिँ सक्नुहुँदो रहेछ। र अब चाहिँ हामी यहाँ फलफुलहरू चाहिँ किन्न लागेको। हेर्न सक्नुहुन्छ साथीहरू यहाँ पुरा दोकान आइरहेको छ रस्तामा होइन। पूजा हुनको कारणले चाहिँ यस्तरी पानीपुरीहरू मान्छेहरूले बेचिरहेका छन्। गाइस हामी चाहिँ यहाँ पुरा लाइनमा लागिरहेछौँ पूजा गर्नुको लागि, किनकि आज शिवरात्रि भएर महादेव खोलाको मन्दिरमा पनि धेरै मान्छे भएर कति धेरै मान्छे छन्। हजुरलाई यहाँबाट देखाइदिन्छु भिड। यो चाहिँ हाम्रो लाइन हो, पछाडि चाहिँ यति हो लाइन। गाइस यस्तो घाममा हामी चाहिँ यहाँ पुरा लाइनमा राखिरहेछौँ। अब जति लाइन भए पनि दर्शन गर्न आएको हो हामी। सो हामी बस्छौँ होइन। हो यहाँ सपना र रेखा पुरा घाममा टल्किरहेछन्। सो यस्तै छ गाइस लाइन यही पुरा। हजुरलाई अब सिधा मन्दिर पुगेपछि देखाउँछु। सो स्टे ट्युन। सो गाइस हामी चाहिँ फाइनली यहाँ मन्दिर भित्र पस्यौँ पूजा गर्नको लागि र अब चाहिँ हामी पूजा गर्छौँ। ओइ दिदी बाली हाल्नु ल। आपका दर्शन हो गया है, स्वार्थी मत बनिए, दूसरों को भी दर्शन खाली कर दें ताकि हम और भयो गर्यो नि अब
भयो गाइस हामी चाहिँ पूजासुजा गरेर चाहिँ निस्केको र पुरा भिड थियो आज होइन किनकि पूजाले गर्दा पनि यति साह्रो भिड भएको लास्ट टाइम आउँदा यति भिड थिएन किनभने पूजा थिएन पूजा थिएन कि यस्तो पूजा थिएन नि त्यतिखेर भिड थिएन र आज चाहिँ बहुत भिड थियो यो किन मेन हो नि त शिवरात्रि आज मेन शिवरात्रि भएर चाहिँ पुरा भिड भएको र हामीले चाहिँ जति लाइन भए पनि हामीले चाहिँ पूजा गरेर आयौँ एकदम लामो लाइन थियो होइन पुरा मेन जो गेट थियो त्यहाँमा चाहिँ हामी घुस्न पाएनौँ होइन टाइम थिएन किनकि अलरेडी 2 बजिसकेको थियो सो गाइस हामी चाहिँ पुरा पूजासुजा गरेर आएको लम्बा थियो एकदम धेरै लम्बा थियो लाइन मेन गेटमा चाहिँ हामी पुगेनौँ तर यतापट्टि अर्को पनि मन्दिर जस्तो थियो शिवलिङ्गको मूर्ति थियो र हामीले त्यहाँ पूजा गरेको र यसैमै भन्दा आजको ब्लग म यतिमै खतम गर्छु यदि मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला र नयाँ हुनुहुन्छ भने चाहिँ झन् एकदम सब्सक्राइब गरिदिनु होला बाई